पशुपतिमा पनि हामी घुम्ने अवसर पायौँ र पशुपतिमा बुवाले देखेका कुराहरू तपाईँले सुन्नुहोस् है त। पशुपतिमा गएर मैले बाँदरहरू देखेँ, परेवाहरू देखेँ। उनलाई मैले चारो हालिदिएँ। अनि पशुपतिमा गएर मैले फुल चराएँ, यताउता सबै घुमेँ। राम्रो ठाउँ रहेछ। पशुपतिहरूमा भजन कीर्तनहरू सबै देखेँ। अनि गाईहरू देखेँ। गाईलाई यसो पूजाआजा गर्यो। उनलाई खुवाइयो, स्याउ खुवाइयो। अनि स्याउ खुवाएर हामीहरूले परिक्रमा गऱ्यौँ भगवानलाई। यताउता घुम्यौँ। राम्रो ठाउँ रहेछ। मन्दिरहरू रहेछन्। मन्दिर राम्रा राम्रा रहेछन्। सबै मैले देखेँ। अनि त्यहाँ खाने पानीको सुविस्ता रहेछ। अनि बस्ने ठाउँको सुविस्ता रहेछ। मैले सबै ठाउँ देखेँ। पशुपतिको राम्रो मन्दिर सबैभन्दा राम्रो देखेँ। अनि त्यसमा घुमेँ। त्यसमा हरे कीर्तन, हरे भजन सबै राम्रो रहेछ। अनि त्यसमा परेवाहरू धेरै रहेछन्। धन्यवाद।